हरियाली पहाड, अग्ला हिमाल, फुलै फुलले ढाकिएका पाटन, स्वच्छ हावा अनि गाउँले जीवन, यस्तो यात्रामा प्रकृतिको स्पर्शले मन छुन्छ। संसारको दौडधुपमा कहिलेकाहीँ आत्मालाई शान्ति चाहिन्छ। हो, यी सबै कुरा एउटै यात्रामा निहाल्ने ठाउँ नेपालको एकमात्र शिकार आरक्ष क्षेत्रको यात्रामा छौँ आज हामी। आउनुहोस् आज हामीसँगै ढोरपाटन शिकार आरक्ष क्षेत्रसम्मको यात्रा गरौँ। सबैजनालाई नमस्कार, म मिलन आचार्य अनि यो चाहिँ नेपालको सबैभन्दा सुन्दर सहर पोखरा हो। यही पोखराबाट आज हामी ढोरपाटन शिकार आरक्ष क्षेत्रको यात्रा सुरु गर्दैछौँ। हेरौँ अगाडि के कस्तो हुन्छ। पोखराबाट यात्रा सुरु गरेर बागलुङ हाइवे हुँदै नेपालको सबैभन्दा धेरै पानी पर्ने क्षेत्र लुम्लेमा आइपुग्यो। यतापट्टिका सुन्दर दृश्यहरू अवलोकन गर्दै हामी अगाडि बढ्दैछौँ। लुम्लेबाट केही अगाडि बढेर हामी पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा आइपुग्यो। निकै ठुलो फैलिएको बजार कटेर अगाडि बढ्दैछौँ। पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट केही अगाडि बढेर हामी यो मालढुङ्गामा आइपुग्यो। मालढुङ्गाबाट चाहिँ मुस्ताङ जाने बाटोलाई छाडेर बागलुङ हाइवे हुँदै बागलुङ तर्फै लाग्दैछौँ। यतापट्टि सुन्दर गेट बनाइएको छ। पोखराबाट यात्रा सुरु गरेर करिब 75 किलोमिटर दूरी पार गरेर 2 घण्टामा हामी यो बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा आइपुग्यो। निकै सुन्दर ठुलो फैलिएको बजार रहेको छ। यो बजारलाई केही बेर दृश्य अवलोकन गरौँ, त्यस पछाडि हामी बुर्तिबाङतर्फ लाग्नेछौँ। धेरै यात्रा गर्न बाँकी नै छ। सुन्दर बागलुङ बजारका दृश्यहरू अवलोकन गरेर अब हामी मध्यपाडी लोकमार्ग हुँदै बुर्तिबाङतर्फ लाग्दैछौँ। मध्यपाडी लोकमार्गले हामीलाई बुर्तिबाङ पुर्याउँछ। त्यस पछाडि हामी मध्यपाडी लोकमार्ग छाडेर फेरि हामी ढोरपाटन शिकार आरक्ष क्षेत्रतर्फ लाग्नेछौँ। भिडियो हेर्दै गर्नुहोला। बागलुङ बजारबाट मध्यपाडी लोकमार्ग हुँदै हामी अगाडि बढ्दैछौँ। कतै अप्ठ्यारो बाटो छ त कतै सहज बाटो। अगाडि के कस्तो हुन्छ सम्पूर्ण जानकारी दिँदै यात्रामा लागिरहनेछौँ। भिडियो हेर्दै गर्नुहोला। मध्यपाडी लोकमार्ग हुँदै हामी अगाडि बढिरहेका छौँ। यतापट्टि सुन्दर तथा ठुलो एउटा हटिया बजार आयो। हटिया बजारबाट पनि अगाडि बढ्दैछौँ। मध्यपाडी लोकमार्गमा पर्ने सुन्दर गाउँ बस्ती, खोला नाला, भिर पाखा हेर्दै हामी अगाडि बढिरहेका छौँ। पोखराबाट यात्रा सुरु गरेर करिब 5 घण्टामा हामी यो बुर्तिबाङ बजारमा आइपुग्यो। यो बागलुङ जिल्लाको दोस्रो ठुलो बजार हो अनि ढोरपाटन क्षेत्रको चाहिँ ढोका भनेर चिनिन्छ। ढोरपाटन जानलाई धेरै मानिसहरू यहाँ आएर बास बसेर अगाडि बढ्नुहुन्छ। हामी पनि बुर्तिबाङबाट अब फेरि ढोरपाटनतर्फै लाग्दैछौँ। अझै धेरै यात्रा गर्न बाँकी नै छ। भिडियो हेर्दै गर्नुहोला। बुर्तिबाङबाट मध्यपाडी लोकमार्ग छाडेर ढोरपाटनतर्फ लाग्दैछौँ। ढोरपाटन जाने बाटो एकदमै गाह्रो कष्टकर यात्रा भइरहेको छ। यात्रा अझै धेरै बाँकी नै छ। हेरौँ अगाडि के कस्तो हुन्छ। हामी ढोरपाटनको प्रवेशद्वारमा पुग्न लाग्यो। त्यहाँ पुग्नुभन्दा पहिला यहाँ इन्द्रताल भन्ने ठाउँ रहेछ अनि ठुलो रुखको फेदामा चाहिँ यसरी पूजा गरिँदो रहेछ। अब केही होला यहाँ। अनि यतापट्टि ताल चाहिँ सुकेको अवस्थामा रहेको छ। इन्द्रताल भनेर लेखेको रहेछ नि, त्यही भएर यसो हेर्न निक्लेको हामी। यहाँ पानी नै रहन्छ अहिले। अब ढोरपाटन नजिकै छ, गेटमा पुग्नै लाग्यो। ओ भाइ, तिम्रो भैँसी हो? उठाउ त। हिजो बेलुका आएर ढोरपाटनको यो ठुलो उपत्यकामा बास बस्यो। आज चाहिँ बिहानै उठेर यहाँ वरिपरि रहेका धार्मिक तथा पर्यटक क्षेत्र घुम्न जाँदैछौँ। हेरौँ अब अगाडि के कस्तो हुन्छ। यतापट्टि मेला लागिरहेको छ। जनै पूर्णिमाको लागि तयारी हुँदैछ। भोलि पर्सि जनै पूर्णिमा रहेको छ। यता हामी ढोरबराई मन्दिर क्षेत्रमा प्रवेश गरिसक्यो। यतापट्टि फुलै फुल रहेको छ, एकदमै राम्रो फुल रहेको छ। अनि उत्तर गङ्गा नदीको शिरमा आइसकेका छौँ हामी। यहाँबाट चाहिँ पानी उम्रिएर
उत्तरतिर बगेकोले गर्दा उत्तर गङ्गा भनेर चिनिन्छ। यता अगाडि मन्दिर रहेका छन्, हेर्न जाँदैछौँ हामी। त धारै धाराहरू छन्। यस्तो छ है उत्तर गङ्गा मन्दिर अगाडि देख्न सकिन्छ। यता धाराहरू ढोर बराई मन्दिर नजिकै रहेका यी ढोल र झ्याम्टा, यो चाहिँ जुन चट्टानमा आफै उत्पत्ति भएको यस्तो रहेको छ। यहाँ मन्दिर अगाडि राखिएको छ यहाँनिर ठुलो त्रिशूल बनाएर। यता राम्रा गाउँ बस्तीहरू धेरैतिर गाउँै गाउँ रहेछ। अनि यता हामी घुम्न निस्किँदैछौँ, हेरौँ अब के कस्तो हुन्छ। दिनभरि पानी परेर बल्ल मौसम खुल्या छ। अब अगाडि बढ्दैछौँ, हेरौँ के कस्तो हुँदो रहेछ। यतापट्टि गाउँहरू पुराना किसिमका ढुङ्गाका छाना भएका राम्रा घरहरू छन्। मौसम खुल्ने क्रममा छ, अलि मसिनो पानी पर्दैछ, बादल कुदिरहेको छ। एकदमै राम्रो भूभाग छ। अब घुम्न जाँदैछौँ है हामी यतै। यस्तो छ बाटो है, गाडी मोटरसाइकलमै यहाँसम्म आउन सकिने रहेछ। यस्तो छ अहिलेको अवस्था यता। यतापट्टि चाहिँ जता हेरे पनि गाउँै गाउँ छ। पुराना घर छन्, ढुङ्गाका छाना भएका, ढुङ्गा माटाले बनेका। अहिले नयाँ बन्दै गरेका घरहरू पनि ढुङ्गाले बनेका, एकदमै अर्ग्यानिक किसिमका रहेका छन्। अब यो सुन्दर गाउँ हेर्दै हेर्दै हामी बुक्की पाटन फुल फुलेको ठाउँतिर जाँदैछौँ, फुलै फुलले सजिएको ठाउँतिर। यतापट्टिका घरहरू एकदम राम्रा देखिरहेका छन्। अझै मौसम फेरि आज धुम्म धुम्म भइरहेको अवस्था छ। अझै अगाडि के कस्तो हुन्छ हेर्न बाँकी नै छ। परसम्म घरहरू देख्न सकिन्छ, धुवाइरहेका छन्। ओहो, ढुङ्गाका छाना भएका एकदमै राम्रा घर, ढुङ्गाको छाना भएका एकदमै राम्रा घरहरू रहेका छन्। एउटा उपत्यका जस्तो छ, एकदमै ठुलो उपत्यका रहेको छ। परदेखि नै धेरै गाउँहरू देखियो, पाटनहरू रहेका छन्। अब यो ठुलो भूभाग रहेको छ। हामी घुम्नलाई निस्किँदैछौँ। अब हेरौँ अगाडि के कस्तो हुन्छ। माथि माथिसम्म घरहरू रहेका छन्, माथि बादल कुदिरहेको, माथि माथि पहाडले घेरेको ठाउँ, एकदमै राम्रो ठाउँ छ है। यहाँ एउटा रहेछ काठको छाना भएको एकदम राम्रो घरी। यतापट्टि पुरानो काठको छानु भएको घर रहेछ। ढुङ्गाका त धेरै थिए, यहाँ काठको छानु रहेछ। छाना पछाडि स्याउ फलेर रहेछ, एकदमै राम्रो स्याउ छ, लट्टरम्मै फलेको छ। घरको छानु यस्तो छ, काठै काठको। यता पर एउटा मन्दिर रहेको छ। मन्दिर पारिपट्टि पनि राम्रा गाउँहरू छन्, पुराना किसिमका छाना भएका छन्। सबै एकै नास्ते छन् घरहरू। यतापट्टि पनि गाउँै गाउँ छ। निकै बेर भइसक्यो हामी हिँडेको, ठुलै उपत्यका रहेछ। गाउँै गाउँको यति छ, अझै पाटनहरूको कति छ। यता माथिल्लोपट्टिसम्म यस्तो छ। यता माथिसम्म गाउँ रहेको छ। यतातिर चाहिँ चिसै मौसम छ, करिब 2900 मिटर हाइटमा रहेको छ। यतापट्टि आलु मकैहरू चाहिँ अलिअलि फल्छ होला, धान चाहिँ फल्दैन। यस्तो छ यतापट्टिको गाउँ। यसरी पाटनमा वस्तुहरू चलिरहेका छन् फुलै फुलको मार्गमा। पर बाख्राहरू चरिरहेका छन्। परैसम्म फुलै फुलको पाटन देख्न सकिन्छ। हाई कहाँ छ यता आमामा, यो फुलै फुलको यस्तो भनौँ न, यो फुलै फुलको मार्ग कसरी रोपेर गोडमेल गर्दै जस्तो यो प्रकृतिले दिएको स्वर्गको काखमा यसरी आइपुग्यो। के बोलियो बोल्न चाहिँ यस्तो छ। यतापट्टि बाख्रा वस्तुहरू चरिरहेको देख्न सकिन्छ। एकदमै राम्रो छ। माथि माथि जङ्गल छ, तल समथल भूभाग। यो उपत्यकामा यसरी फुलहरू फुलेको देख्न पाइन्छ। साह्रो रमाइलो दृश्य चाहिँ यति बेला भयो के त जिन्दगीमा होइ। हिजो ढोरपाटन उपत्यकाका वरिपरि रहेका सुन्दर गाउँ बस्ती, धार्मिक तथा पर्यटक क्षेत्र घुमेर हेरियो। आज बिहान चाहिँ यहाँभन्दा अझै माथि रहेका सुन्दर डाँडा काँडा निहाल्न अगाडि बढ्दैछौँ। हेरौँ अगाडि के कस्तो हुन्छ। ए कहाँ लिएर हिँड्नु भएको? ए बाटोसम्म। यो माथि यो ओडेको चाहिँ के हो? यो भेडाको उनको हो? ए पानीले भिज्दैन त्यसलाई? ए खानेकुराहरू बोकेर माथि लिएर जानु भएको? ए हुन्छ ल, हामी पनि उभै जाँदैछौँ। ए
भेडीगोड छ तपाईँहरूको? ए ल मजाको यस्तो गाडी कुद्ने बाटो छ। यो बाटैबाट हामी दुईटा डाँडाको बिचबाट अगाडि बढ्छौँ। मजाले मौसम खुलेको छ। यो भन्ज्याङ गइरह धेरै माथि जानुपर्छ अरे। मौसम चाहिँ राम्रो भइदिएको छ। अब हेरौँ के कस्तो हुन्छ अगाडि। यस्तो राम्रो बाटो छ। सहज यात्रा भइरहेछ। ढोरपाटनको ठुलो उपत्यकाबाट केही बेर उकालो चढेर करिब 1 घन्टामा हामी यो साँगुरे गौडामा आइपुग्यो। यसको उचाइ चाहिँ 3060 रहेछ। अब यहाँ पनि अगाडि बढ्दैछौँ। धेरै हाइट चढ्न बाँकी नै छ। पारी अगाडि ठुल्ठुला पाटनहरू देखिरहेका छन्। त्यतै जाने होला सायद। यसरी अगाडि बढ्दैछौँ है हामी। अझै सुन्दर दृश्यहरू हेर्न त बाँकी नै छ। अझै धेरै अगाडि यात्रा बाँकी नै छ। यस्तो छ यतातिरै ठुलो बाटो बनाइदिएको छ। क्रमशः हामी हाइट चढिरहेछौँ। अन्तरे थरी भन्ने ठाउँ रहेछ। 3220 मिटर उचाइमा आइसक्यो। बिस्तारै हाइट चढिन्छ। उकालो कतै यस्तै बाटो छ। बाटोमा राम्रा फुलहरू फुलेको देख्न पाइन्छ। कलकल खोला बगिरहेको छ। एकदमै राम्रो दृश्यहरू अवलोकन गर्दै अझै राम्रोतिर अगाडि बढ्दैछौँ। अन्तरे थरी भन्ने ठाउँ रहेछ यो। यहाँबाट अझै माथि धेरै चढ्न बाँकी नै छ। भिडियो हेर्दै गर्नु होला। अखै यस्तो छ है। यता अगाडि एउटा सानो गोठ रहेछ। यहाँ चिया खाजा खान पाउँछ अरे। अनि चेप्टा ढुङ्गा भन्ने ठाउँ रहेछ यो। यो ढुङ्गाभन्दा माथि पुग्नुपर्छ अरे। माथि कहाँ छ? धेरै माथि जानुपर्ने रहेछ। यस्तो छ हामी जाने बाटो। ठाउँमा चिया खाने ठाउँहरू पनि पाइने रहेछ। हामी चाहिँ यसरी माथि लाग्दैछौँ। यस्तो छ माथि जाने बाटो। अहिलेसम्म राम्रै छ। यतापट्टि फुलले पाखाहरू सजिएका छन्। माथि छन्। आँखाले देख्ने जति सबै यस्तो फुल छ। माथिसम्म नि चेप्टा ढुङ्गाबाट केही माथि लागेपछि अझै राम्रो ठाउँहरू देख्न थाल्यो। फुल छ जताततै। पर बादल लागिसकेको देखिँदैछ। हामी माथि चढ्दैछौँ। निकै चढिसक्यो। 3500 पुग्न लाग्यो होला। यतापट्टि फुल छ। यो ठाडो खोला भन्ने ठाउँमा आइपुग्यो। यहाँबाट चाहिँ ठाडै चढ्नु पर्ने रहेछ माथि। घुम्ती रहेछ माथिसम्म टर्निङ जस्तो। माथिहरू मानिसहरू गइरहेको देख्न सकिन्छ। माथिसम्म घुम्ती छ। यो डाँडा कटेर जानुपर्ने छ है बुकी पुग्नलाई। आखै अब यहाँ गाह्रो हुने रहेछ। तल कहाँ हो? कहाँदेखि चढेको? सिधा घुम्ती बाटो छ। हुसीले छोप्न लागिसकेको अवस्था छ। यता ठुल्ठुला चट्टानहरू छन्। यता हामी जानेतिर एकदमै भिडभाड भइसकेको छ। धेरैजना भइसक्यो। टुङटुङ लगाएर माथि चढ्छौँ। माथि कहाँ पहाड देखिँदैछ। अझै कति छ चढ्न। यस्तै छ है। स्याँ गर्दै चढिँदैछ। आउनु है जाउँ उकालोमा। पानी पर्न लाग्यो। के बोक्नु भएको छ डोकोमा? हुस्सु लाग्यो। पानी पर्न सुरु गर्न थालिसकेको छ। यस्तो छ मौसमी। हामी धेरैजना भएर उकालो चढ्छौँ। अब चाहिँ उकालो सकिन लाग्यो होला होइन? अब अझै छ है? धेरै छ। ए हुन्छ लु जाउँ। पुरै ठाडो छ है बाटो। फराकिलो छ तर पुरै ठाडो छ। गाडी कुद्ने खालको छ। पुरै ठाडो छ। स्याँ गर्दै हामी माथि चढ्दैछौँ। अब बुकिपाट नजिकै छ भन्ने बुझिएको छ। हेरौँ अब के कस्तो हुन्छ। 2800 मिटरबाट सिधै चढे करिब 3-4 घन्टामा हामी यो गर्पा छेडा भन्ने ठाउँमा आइपुग्यो। यता हुसुलले यस्तो भएको छ। 4000 मिटर हाइटमा आइएछ।
अब बुक्की पाटन भन्दो रहेछ यसलाई। मौसम यस्तो छ, अब यहाँ अगाडि बढ्छ, यहाँ तेर्सै छ अरे, अब चाहिँ सहज हुन्छ यात्रा। ल बुक्की पाटन आइपुग्यो है। अब चाहिँ सिधै 4000 मिटर बाटो, अब चाहिँ तेर्सै पाटन अगाडि बढ्नु पर्ने छ। अब कतासम्म पुगिन्छ, कहाँसम्म कस्तो दृश्यहरू छ सबै अब आज हामी यतै बास बसेर केही अगाडि गएर भोलि देखाउनेछौँ। यस्तो छ अहिलेको मौसम। अब अगाडि अझै राम्रो देखिन्छ है देख्न चाहिँ। यसरी हामी अगाडि बढ्छौँ डाँडा। अब चाहिँ सहज यात्रा सुरु भयो। यत्रो टिम भइसक्यो हाम्रो डाँडामा आइपुगेपछि, एकदमै धेरैजना भएर यसरी अगाडि बढ्दैछौँ। यतापट्टि टेन्टहरू छ, बास बस्न मिल्ने रहेछ। अब चाहिँ पाटन भएको ठाउँमा आइपुग्यो बुक्की पाटन। कतै कतै फुलहरू पनि देखिँदैछ। यस्तो छ माथि भेडाहरू कराइरहेका छन्। माथि हेर्दै जाँदा बादलको घुम्टोभित्र भेडा कराइरहेको देख्न सकिन्छ। सेता भेडाहरू माथिसम्म छन्। अहै भेडा छन् है, पाखैभरि। आम्मा पारीसम्म डाँडाहरू खुले, अलिक घाम लाग्ला जस्तो भइरहेछ। अब परछन् डाँडा काँडाहरू एकदम राम्रो देखिरहेछ। यतापट्टि वस्तुहरू धेरै चरेको देख्न पाइयो। हामी अझै अगाडि यो पर डाँडा कटेर जानुपर्छ अरे। यस्तो छ यतापट्टि घाम लाग्न थाल्यो बुक्की पाटनमा, एकदमै रमाइलो भइरहेछ। आखै यस्तो छ। यता पछाडि हामी आएको ठाउँ केही मौसम खुलेर परसम्म देखिएको छ। वस्तुहरू आनन्दले चरिरहेका छन्, एकदमै राम्रो देखिरहेछ है। पर अझै पर खुलेको भए हिमाल देख्न पाइन्थ्यो। यस्तो छ है यतातिरै, साह्रै रमाइलो दृश्यहरू अवलोकन गर्न पाइन्छ। माथिबाट ल्याउनु भएको घिउहरू तल पठाउँदै हुनुहुन्छ, तल ल्याएको चामलहरू खाजाहरू माथि पठाउँदै हुनुहुन्छ। यहाँ बुवा आमा भेट भएर यस्तो छ। भेडाहरू आउँदैछ। हामी बुक्की पाटन हिँडिरहेका थियौँ। अब यहाँ अगाडि एउटा देउराली आयो, त्यो माथि डाँडा चढेर कटेर जानुपर्छ र त्यस पछाडि सजिलो छ अरे बाटो चाहिँ। तर त्यहाँ चढ्न निकै गाह्रो हुन्छ, हाइट पनि छ। भेडाहरू तल झार्दै हुनुहुन्छ पूजा गर्नको लागि। हामी यसरी अगाडि बढ्दैछौँ। अब त्यो भन्ज्याङ काट्न अलिकति गाह्रो छ है हामीलाई। सिधै माथि चढ्नु पर्ने छ, कठिन उकालो रहेछ। निकै कठिन उकालो कटेर यो फुस्रे देउरालीमा आइपुग्यो। यतापट्टि त पाटन परको डाँडाहरू चाहिँ रुकुममा पर्ने रहेछ। हामी भएको चाहिँ बागलुङ भयो। यता भेडाहरू आउँदैछ नि, अर्को सानो उँधो लगेको होला, पूजा गर्न झारेको होला त्यो त। यसरी बसेका छौँ सबैजना भेला भएर गएर गुरुङ डाँडामा। यतापट्टि एकदमै तल सिधा भिर भएको डाँडा छ। यस्तो छ है। देउरालीमा यहाँ भेडाहरू तल पूजा गर्न लानलाई बाटो लाइँदै रहेछ। हामी चढेको भिर यस्तो छ। अब यतापट्टि हेर्दा यहाँ सिधै तल हामी आएको बाटो देखिरहेको छ। यस्तो भिर चढेर आएको हामी, पारी त्यो भन्ज्याङबाट आएको हामी। यता यस्तो भ्यू पोइन्ट रहेको छ। फुस्रे देउरालीबाट दुईवटा बाटो छुट्ने रहेछ। फागुने जाने चाहिँ देब्रेतर्फ जानुपर्ने छ, टिकाधारा जाने हामी। अब 2 किलोमिटर छ, टिकाधारा त देब्रेतर्फ लागेर टिकाधारातिर लाग्दैछौँ। यता यस्तो छ बाटो, यो पर डाँडा जानुपर्ने रहेछ। यता पर बादलुको घुम्टोभित्र भेडाहरू चरिरहेको देख्न सकिन्छ। सेतामै भेडाहरू छन् पर। यतापट्टि अझै सुन्दर मैदानहरू पाटनहरू देखिन थाल्यो। यस्तो छ तेर्सै हामी जाँदैछौँ।